हेलो नमस्ते सबैजनालाई। अझ फेरि मेरो मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। यो चाहिँ हाम्रो आमबारी है। यहाँ आम टन्नै छ हाम्रो। कति 1 2 3 4 5 6 7 लगभग 10-15 रुखहरू छ यहाँ। त्यसको तल तल है मेरो घर चाहिँ यो मेरो जन्मभूमि है। हेर्नुहोस् अगाडिको भ्यू यस्तो छ। कस्तो छ? राम्रो छ? ठिक छ भ्यू। यो ठाउँमा पनि पहिला चाहिँ ठुलो आँपको रुख थियो है। त्यो आँप चाहिँ सुक्यो, बुढो भयो है। अहिले चाहिँ यहाँ फेरि मिनी अर्को छ, त्यो पनि फल्न सुरु भइसक्यो है। अनि त्यसै छ तपाईँको यहाँ छ। यहाँ हेर्नुहोस्, यो के हो? यो हामीले यसलाई कुरो भन्छ, कुरो। यो चाहिँ यस्तो यहाँ लाग्यो भने कस्तो देख्छ हेर्नु है। यो चाहिँ कस्तो हुन्छ, यस्तो हुन्छ होइन। यो चाहिँ टच भयो भने यहाँ हेर्नु है, त्यो टच भयो भने त्यो टाँसिन्छ क्या। त्यो टच भयो नि यस्तो टाँसिन्छ क्या। यो चाहिँ डेन्जर छ यहाँ हेर्नु, डेन्जर छ गाइस। तर मलाई यस्तरी समातेर भ्लगै बनाउन आएन कि खै के हो। खासमा कुरो भन्ने कुरा यस्तरी समातेर टक्क भ्लग बनाउनु पर्ने हो, तर भएन। खै प्र्याक्टिस नभएर होला सायद, मेरो विचारमा। त्यो भएको हुनाले अझ म चाहिँ पहिला हामी यहाँ बाख्रा चराउनु जान्थ्यौँ, यहाँ माथि गाई चराउनु जान्थ्यौँ। त्यसको चाहिँ म अब यहाँ हेर अमिलोहरू छ यहाँ थुप्रो। अमिलोको रुख टाना देख्नुभयो? यो भन्छ अमिलो भन्छ यसलाई, अमिलोहरू छ। ठिक छ। अब यहाँ चाहिँ रोड छ तर गाडी हिँड्दैन। रोड चाहिँ छ तर रोडमा जङ्गल छ क्या। पुरै रोड उतासम्म रोड छ। रोड त छ तर रोडमा के गाडी हिँड्दैन। रोड चाहिँ छ है फेरि। यस्तै त हाम्रो देशको नेताहरूको स्थिति। जनताहरूको जनताले भोट दिएर त नेता बनायो भने त त्यहाँ पुगा हो है। त्यस्तै गाह्रो छ। हेर्नुहोस् है यहाँ सनलाइट कस्तो दामी देखिरहेको छ है। हेर्नुहोस् अमिलोको फाला फालो हुन्छ यहाँ अमिलो। म जाँदैछु, अझै हिँड्दैछु। अब चाहिँ यहाँ हेर्नुहोस् त जङ्गलै जङ्गल छ पुरै। अहिले त घरमाथिदेखि जङ्गल भइसक्यो। छैन मान्छेको जनसङ्ख्या, सब मान्छे यताउति गइसक्यो है। पुरै जङ्गल, म त्यही जङ्गलको बाटो पन्छ्याउँदै पन्छ्याउँदै गइरहेको छु। यस्तै छ हेर्नुहोस्। अब यहाँ चाहिँ हाम्रो पानी ट्याङ्की है। यहाँ चाहिँ यो खानेपानी, यो तल चाहिँ गाउँ भइहाल्यो। यहाँ चाहिँ खानेपानी हो। यो चाहिँ पानी ट्याङ्की। ओइ चिप्लो रहेछ पानी आएको छ। लिकेज भयो कि ओभरफ्लो भएर होला। यो चाहिँ पानी ट्याङ्की, ट्याङ्कीको दरवाजा। यहाँ पनि जङ्गलै जङ्गल छ। सरसफाइ भएको छैन। पहिला हामी सरसफाइ गर्थ्यौँ है टक्क लाएर। यहाँदेखि तल गाउँ छ, तल गाउँमा पानी वितरण हुन्छ यहाँदेखि। कुरोकानी त्यस्तै हो। त्यो पानी चाहिँ उता माथिबाट आउँछ, त्यहाँबाट पानी आयो